नमस्ते, हाम्रो सबै श्रोतालाई स्वागत छ। नमस्ते। हाम्रो पहिलो छलफल डिबेन्चरको परिचय र यसले कसरी काम गर्छ भन्ने बारेमा थियो। हो, त्यो आधारभूत कुरा भयो। हजुर, अब डिबेन्चर के हो, कसरी काम गर्छ, त्यो अलि विस्तारमा जान्न त अघिल्लो सामग्री हेर्न सकिन्छ। त्यो हेर्दा राम्रो। आज चाहिँ हामी नेपालमा उपलब्ध विभिन्न डिबेन्चरहरूमध्ये तथ्याङ्क हेरेर अलि बढी ब्याज दिने खालका मतलब टप पेइङ डिबेन्चरहरूको बारेमा अलि गहिरिएर कुरा गरौँ न। हुन्छ। बजारमा अहिले राम्रो निश्चित आय कहाँ पाइन्छ भनेरै खोज्ने हो आज। स्रोतले पनि त्यही देखाउँछ, खास गरी उच्च ब्याज दिनेमा केन्द्रित भएर। ल, त्यसो भए सबैभन्दा बढी ब्याज दिनेबाटै सुरु गरौँ न त। विकास ब्याङ्कतिर के छ अवस्था? सुरु गरौँ। स्रोत अनुसार हेर्दा अहिले 2टा विकास ब्याङ्कका डिबेन्चरले सबभन्दा बढी मतलब 11% ब्याज दिइरहेका छन्। 11%? हो, 11%। पहिलो हो LBBL D89, यो लुम्बिनी विकास ब्याङ्क लिमिटेडको। LBBL D89? हजुर, यसले 11% वार्षिक ब्याज दिन्छ। भुक्तानी चाहिँ अर्धवार्षिक रूपमा हुन्छ र यसको परिपक्व हुन अब करिब 8 वर्ष जति बाँकी छ। 8 वर्ष अवधि, 11% ब्याज, निकै राम्रो सुनिन्छ त। तर यसको त्यो पछिल्लो कारोबार मूल्य LTP भन्छ नि, त्यो त 1259.6 रुपियाँ पो देख्छु त म। हो, ठ्याक्कै। यो त अङ्कित मूल्य त्यो 1000 रुपियाँ भन्दा त झन्डै 270 रुपियाँ बढी भयो नि। यसले त लगानीकर्ताको वास्तविक प्रतिफलमा असर गर्छ होला नि? एकदमै महत्त्वपूर्ण कुरा उठाउनु भयो। LTP त्यो दोस्रो बजारको मूल्य अङ्कित मूल्यभन्दा बढी हुनुको मतलब लगानीकर्ताले प्रिमियम तिर्नु पर्यो के? प्रिमियम? हो, ब्याज त 11% नै आउने हो, तर त्यो अतिरिक्त पैसा तिरेपछि वास्तविक वार्षिक प्रतिफल, जसलाई यील्ड टु मैच्योरिटी YTM भनिन्छ नि। YTM? हो, त्यो चाहिँ के हो भने आजको बजार मूल्यमा किनेर परिपक्वतासम्मै राख्दा औसतमा वार्षिक कति कमाइ हुन्छ भन्ने हिसाब हो। त्यो चाहिँ 11% भन्दा कम हुन आउँछ। भनेपछि हेडलाइन ब्याज 11% भए पनि किन्दा बढी तिरेपछि वास्तविक कमाई घट्ने भयो। घट्ने भयो। यो प्रिमियमले बजारले त्यो डिबेन्चरलाई कति सुरक्षित मानेको छ वा भविष्यमा ब्याज दर घट्छ कि भन्ने अपेक्षा गरेको छ भन्ने सङ्केत पनि गर्छ। त्यही भएर लगानीकर्ता बढी तिर्न तयार देखिन्छन्। अच्छा, यो YTM को कुरा त बुझ्नै पर्ने रहेछ। त्यो 11% दिने अर्को विकास ब्याङ्क कुन थियो भन्नुभयो? त्यो हो MLBLD 89, महालक्ष्मी विकास ब्याङ्क लिमिटेडको। महालक्ष्मीको? हजुर, यसले पनि 11% ब्याज नै दिन्छ। भुक्तानी पनि अर्धवार्षिक नै छ र बाँकी अवधि चाहिँ करिब 7.1 वर्ष छ। अनि यसको LTP? यसको LTP चाहिँ 1241 रुपियाँ छ। लुम्बिनीको भन्दा अलिक कम, तर अङ्कित मूल्यभन्दा माथि नै हो यो पनि। विकास ब्याङ्कमा त 11% सम्म रहेछ। अब वाणिज्य ब्याङ्कतिर पनि लागौ न त। त्यहाँ कस्तो छ अवस्था? आकर्षक ब्याज दरहरू छन् कि? वाणिज्य ब्याङ्कतर्फ पनि राम्रै दरहरू छन्। जस्तो हेर्नुस् न, NMBD 89 यो NMB ब्याङ्कको र SBLD 89 सिद्धार्थ ब्याङ्कको। NMB र सिद्धार्थ? हो, दुवैले 10.75% ब्याज दिन्छन्। 10.75, ठिकै छ। भुक्तानी दुवैको अर्धवार्षिक हो। बाँकी अवधि पनि लगभग उस्तै 7.5 वर्ष जति छ। तर LTPमा भने अनि फरक छ। कस्तो फरक? NMBD 8990 को LTP 1175 रुपियाँ जति छ, तर SBLD 89 को चाहिँ 1275 रुपियाँ छ। ओहो, फेरि उही कुरा आयो नि त। ब्याज दर उही 10.75%, तर सिद्धार्थको किन्न 1275 तिर्नु पर्दा त NMB को भन्दा वास्तविक प्रतिफल मतलब YTM पक्कै कम हुन्छ होला है? एकदमै त्यही हुन्छ। यस्तोमा त बरु थोरै कम ब्याज दर भएको तर अङ्कित मूल्यकै आसपास पाइने खोज्नु पो ठिक होला कि कसो? त्यो त अब लगानीकर्ताको आफ्नो विश्लेषणमा भर पर्छ। कति प्रिमियम तिर्न तयार हुने भन्ने कुरा हो। 10% भन्दा माथि दिने अरू पनि छन् वाणिज्य ब्याङ्कमा। अरू पनि छन्? जस्तै CCBD 88, यो पहिलेको सेन्चुरी ब्याङ्क अहिले प्रभु ब्याङ्क भइसक्यो। यसले 10.50% ब्याज दिन्छ। 10.5%? भुक्तानी अर्धवार्षिक, बाँकी अवधि करिब 6.1 वर्ष।
यसको एलटिपी चाहिँ 1195 छ। 1195। अनि अर्को छ CBLD 88, पहिलेको सिभिल ब्याङ्क, अहिले हिमालयन भयो, र SB 89 सानिमा ब्याङ्कको। दुवैले 10.25% ब्याज दिन्छन्। 10.25%। तर यसमा केही फरक छ पि? छ नि, भुक्तानी तरिकामा फरक छ। त्यो CBLD 88 हिमालयनको, त्यसले चाहिँ त्रैमासिक ब्याज दिन्छ, वर्षमा 4 पटक। ए, त्रैमासिक, त्यो त राम्रो नि। नगद प्रवाह छिटो चाहिनेलाई त झन् फाइदा हो। त्यो एउटा प्लस पोइन्ट हुन सक्छ। CBLD 88 को बाँकी अवधि 6.6 वर्ष छ, एलटिपी 1161 रुपियाँ। अनि सानिमाको SBD 89? सानिमाको SBD 89 को भुक्तानी चाहिँ अर्धवार्षिक नै हो, बाँकी अवधि 7.1 वर्ष, र एलटिपी पनि त्यही 1161 रुपियाँ नै छ। एउटै एलटिपी रहेछ। ल, यी त भए ब्याज, एलटिपी, अवधिका कुरा। अब लगानीकर्ताले अवधि सकिएपछि मतलब म्याच्युरिटीमा चाहिँ के पाउँछन् त? डिबेन्चरको अवधि सकिएपछि परिपक्वतामा लगानीकर्ताले आफ्नो सुरुको लगानी, त्यो सामा रकम, मतलब प्रति डिबेन्चर अंकित मूल्य रु 1000, त्यो फिर्ता पाउँछन्। ए, सामा फिर्ता आउँछ? हो, सामा फिर्ता आउँछ। अनि अवधिभरि त तोकिएको ब्याज, चाहे त्यो अर्धवार्षिक होस् वा त्रैमासिक, त्यो नियमित रूपमा पाइराखेकै हुन्छन्। त्यसो भए समग्रमा हेर्दाखेरि डिबेन्चरले निश्चित र नियमित आय खोज्नेहरूका लागि, खास गरी अहिले ब्याङ्कको मुद्दती निक्षेपको ब्याजदरसँग दाँच्दा राम्रो विकल्प दिन सक्ने देखियो। हो, देखिन्छ। तर मुख्य कुरा के रहेछ भने त्यो किन्ने बेलाको बजार मूल्य, एलटिपीले वास्तविक प्रतिफलमा कस्तो असर पार्छ भनेर चाहिँ हिसाब गर्नै पर्ने रहेछ। त्यो YTM निकाल्नै पर्यो। एकदमै सही, त्यो हिसाब नगरी हुँदैन। विश्वव्यापी रूपमा पनि हेर्नुहुन्छ भने स्मार्ट लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियोमा विविधता ल्याउन अनि जोखिम अलि कम गर्दै स्थिर प्रतिफल लिनलाई डिबेन्चर जस्ता निश्चित आय उपकरणमा लगानी गर्छन्। हो त नि। नेपालको सन्दर्भमा पनि यी उच्च ब्याजदरका डिबेन्चरले ब्याङ्कको मुद्दती निक्षेपभन्दा आकर्षक हेडलाइन प्रतिफल त देखाउँछन्, तर वास्तविक प्रतिफल कति हो भनेर थाहा पाउन एलटिपी हेरेर YTM निकाल्नै पर्यो। तैपनि नियमित आय चाहने र तुलनात्मक रूपमा कम जोखिम लिन चाहनेका लागि यो एउटा महत्त्वपूर्ण लगानीको बाटो हो। आजको छलफल त निकै जानकारीमूलक रह्यो। निश्चित आय खोज्ने लगानीकर्ताका लागि बजारमा के कस्ता असर छन् र त्यसमा ध्यान दिनुपर्ने मुख्य कुरा के हो भन्ने कुरा प्रष्ट भयो जस्तो लाग्यो। हो, तर एउटा कुरा थपिहालौँ, कुनै पनि लगानी निर्णय गर्नु अघि त्यो डिबेन्चर जारी गर्ने संस्थाको वित्तीय स्वास्थ्य कस्तो छ अनि आफ्नो व्यक्तिगत जोखिम लिन सक्ने क्षमता कति छ, त्यो मूल्याङ्कन गर्न चाहिँ बिर्सनु हुँदैन। एकदम सही कुरा। ल त, आजलाई यति नै गरौँ। हामी फेरि नयाँ विषयका साथ आउने नै छौँ। आजलाई बिदा हुन्छौँ। शुभ दिन। नमस्ते। नमस्ते। आज हामीले उच्च ब्याजदरका डिबेन्चर हेर्यौं, तर याद राख्नुहोस्, लगानी गर्दा ब्याजदर मात्रै होइन, आफ्नो जोखिम क्षमता र किन्ने मूल्यले वास्तविक प्रतिफलमा पार्ने असरबारे पनि सोच्नु असाध्यै महत्त्वपूर्ण छ। हो, र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आफ्नो अमूल्य प्रतिक्रिया पनि कमेन्टमा छोड्नुहोला है। फेरि भेटौँला। हुन्छ, फेरि भेटौँला।